ल हेर्नुहोस् है साथीहरू, यहाँको दृश्य चाहिँ अब पानी पर्न सुरु भयो नि त हो साथीहरू। यस्तो मजाको हरियाली भएछ नि साथीहरू। रुखहरू चाहिँ हेर्नु होला, यहाँको यस्तो एकदम अग्लो अग्लो रुखहरू हुन्छ हैन साथीहरू। सो यहाँ गाउँ छ हैन, गाउँहरू भन्नाले यस्तो सानो सानो घरहरू छ, फेरि पनि यहाँनिर यस्तो मजाको पिच रोडहरू आएको छ साथीहरू। यहाँनिर सरकारले यस्तो फेसिलिटी दिएको छैन यस्तो है। यो समुद्रको इलाका हो साथीहरू हैन, आइसल्यान्ड हो। आइसल्यान्डमा चाहिँ यस्तो मजाको फेसिलिटिजहरू दिएछ। अनि यो कसैले पनि सोच्न सक्दैन कि यस्तो फेसिलिटी छ भनेर। गाउँमा यताउता हिँड्दाखेरि यस्तो गनाखानी फेरि पुरा सरसफाइ भनेपछि केही छैन हो, तर रोड भने यस्तो मजाको दिएछ। मर्दर के हो आज? यहाँको कुत्ताहरू फेरि यस्तो छ नि, हामीलाई चिनिहाल्छ हौ। पुरा भुकेर आउँछ यार, चप्प काटिदिइहाल्छ हो। आमामा, काट्यो भने फेरि 7वटा इन्जेक्सन ठोक्दै गर्नु भिडियो बनाउनुको चक्कर। गाह्रो छ नि हौ। घर गाउँ यहाँ यस्तो छ है त साथीहरू। नेचुरल छ यहाँ चाहिँ साथीहरू। 8 महिना चाहिँ पुरा पानी पर्छ है यहाँनिर। अब अप्रिल, मे, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, अक्टोबर कति पर्छ भन्छ के यहाँनिर पानी है। हे भाई, खुश जाए छे भाई? जा रहे हैं? चलो ठीक छ भाइ। ल साथीहरू, आज चाहिँ खतरनाक भयो है साथीहरू मेरो भ्लग। हेर्नु होला साथीहरू, लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नि साथीहरू है त प्लिज। ल हेर्नु न, रुख चाहिँ यहाँ कमसेकम 100 साल चाहिँ माथि, 500 साल भन्दा नि माथिको रुखहरू हुन्छ कि, यस्तो अग्ला अग्ला रुखहरू है त साथीहरू। यहाँनिर चाहिँ यस्तो रुख पाउनुहुन्छ तपाईहरुले। रुखको प्रजाति चाहिँ मलाई थाहा हुँदैन है। नेचुरल यस्तो छ है। ल हेर्नुस्, सररर घुम्ने यस्तो मजाको। भेरी नाइस। ओके।